सो UFC 322 पछि पाउन्ड फर पाउन्ड लिस्ट अपडेट भएर ड्रप भएको छ होइन। नाउ मलाई चाहिँ पाउन्ड फर पाउन्ड लिस्ट खासै त्यस्तो मतलब नै लाग्दैन होइन। लाइक त्यस्तो भ्यालिड पनि छैन क्या यसको होइन। अनि फाइटर्सहरूलाई ऱ्याङ्किङ गर्न एकदमै गाह्रो छ क्या। लाइक सबैलाई प्लिज गर्न सकिँदैन नि त। अनि यो लिस्ट माथि एकदमै बायस पनि हुन्छ होइन। अनि एज एक्सपेक्टेड 2 डिभिजन च्याम्पियन इस्लाम द गोट मार्केसेभ नम्बर 1 पाउन्ड फर पाउन्ड ऱ्याङ्किङको लिस्टमा ब्याक आएको छ होइन। लाइक एकदमै डिजर्भिङ। इलिया तोपोरिया नम्बर 2 मा ड्रप भएको छ। मेराब डलसभेली नम्बर 3 मा छ होइन। अनि आई थिङ्क इफ मेराब डलसभेली डिफिट्स पिटोरियान डिसेम्बरमा होइन, आई थिङ्क इट डिजर्भ्स नम्बर 1 पाउन्ड फर पाउन्ड लाइक ऱ्याङ्किङको त्यो स्पट क्या आई थिङ्क है। लाइक एउटा इयरमा यो मान्छेले 4वटा टाइटल डिफेन्स गर्दैछ। लाइक कहिले पनि कसैले पनि गरेको छैन यस्तो होइन। अनि एकैचोटि त त्यो नम्बर 1 लिस्टमा बस्न डिजर्भ गर्छ क्या मेरा डलसभेलीले आई थिङ्क है। अनि हाम्जा चिमाब नम्बर 4 मा छ। लाइक हाम्जा नम्बर 4 मा कसरी भयो, रिसेन्टली च्याम्पियन भएको यो मान्छे होइन। टाइटल डिफेन्स पनि गरेको छैन। नट डिजर्भ, मेरो लागि त डिजर्भिङ छैन है हाम्जा यो ऱ्याङ्किङ। एलेसान्द्रे पेन्टोजा नम्बर 5 मा छ। लाइक एलेसान्द्रे पेन्टोजा नम्बर 1 डिजर्भ गर्छ कि मेरो लागि त। म बायस होला, आई डोन्ट गिभ अ शिट है। बट फर मी एलेसान्द्रे पेन्टोजा इज दि बेस्ट फाइटर इन द वर्ल्ड राइट नाउ। पाउन्ड फर पाउन्ड ऱ्याङ्किङ नम्बर 1। लाइक ब्रो म अल डे एभ्री डे ग्लेज गरिदिन्छु क्या एलेसान्द्रे पेन्टोजालाई। आफ्नो डिभिजन क्लियर भनिदिन्छ कि के गरेछ नि मान्छेले, फिनिस हान्दैछ क्या फेरि सबलाई बबाल फ्यासनमा। अनि एलेक्स पेहेरा नम्बर 6 मा छ। एलेक्स पेहेरा हाम्जाभन्दा माथि डिजर्भ गर्छ। अनि त्यसपछि वोल्कनस्की आस्पिनल लाइक टप 5 भन्दा तलपट्टिको त नो बडी गिभ्स अ शिट क्या होइन। सो ठिकै होला आई थिङ्क। म हेर्दा पनि हेर्दिनँ टप 5 भन्दा तलको लिस्ट, करेक्ट पनि गर्ने ट्राई गर्दिनँ म होइन। इट्स ओके।